एभ्रीबडी तपाईहरुलाई मेरो भ्लगमा मेरो युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु अल अफ यु। र यो कहाँ होला भन्न चाहनुहुन्छ भने तपाईहरुलाई म यो एकदम ब्युटिफुल लाग्यो कि मलाई यहाँनिर चाहिँ आउँदाखेरि। कहाँ होला यो हेर्नुस् त, आई लभ दोम्बुखा। दोम्बुखा कहाँ होला? झापा जिल्लामा अवस्थित। म दोम्बुखामा आइरहेको छु। यतिखेर एकदमै पर्यटकीय स्थल यो दोम्बुखाको पार्कमा अत्यन्तै घुमिरहेको छु। धेरै ठाउँबाट चाहिँ मान्छेहरू यहाँ आउनुहुँदो रहेछ भ्रमण गर्नको लागि। म पनि यहाँ आएँ, साह्रै राम्रो लाग्यो। यहाँ गौतम बुद्धको स्ट्याचु पनि साह्रै मन पर्यो मलाई चाहिँ। गौतम बुद्ध शान्तिका अग्रदूत भगवान गौतम बुद्धको स्ट्याचु रहेछ यहाँनिर। यो हेरेँ होइन। र तपाईहरुलाई यो देखाउँछु होइन, भ्यूजहरू यहाँको कस्तो राम्रो पार्कहरू रहेछ। के छ, कस्तो छ होइन। तपाईहरुले पनि यहाँ आउनुहोस्, भिजिट गर्नुहोस्, रमाइलो गर्नुहोस्। 2 दिनको जिन्दगीमा मरिलानु त के छ र आखिर होइन। यस्तै घुम्ने फिर्ने होइन त, आनन्द लिने त्यही नै हो। त्यो हात्तीको स्ट्याचु रहेछ, कस्तो दामी के होइन। रियलमै यहाँ हात्ती हुन्थ्यो भने कति मजा आउँथ्यो होला होइन। तर अब छैन। स्ट्याचु हेऱ्यो भने पनि दिव्य त आनन्द त आइरहेको छ। हेर्नुहोस् यस्तो राम्रो छ। दोम्बुखा हो यो चाहिँ। पौडी पनि मजाले खेलियो। अहिले भ्लग बनाउँदा पनि मजा आइरहेछ। पानी पसिना आइरहेछ बहुत धेरै। अघि नै पानी लिनु आयो, अहिले पसिना ल्याउँदैछु झापामा। मस्त मजा आइरहेछ है त। ल हेर्नुहोस् यताको पनि ठाउँहरू पनि तपाईँलाई देखाउँछु। बहुत मजाको छ है ठाउँ चाहिँ, ब्युटिफुल छ है त। तपाईँहरू पनि आउनुहोस्, घुम्नुहोस्, इन्जोय गर्नुहोस्। मरिलानु केही छैन। 2 दिनको जिन्दगीमा अङ्कल आन्टीसँग मस्तसँग घुम्दैछु दोम्बुखामा है त। चिलमा छ। यस्तो छ। यो पानी जमाएर राखेको रहेछ। यहाँबाट चाहिँ पानीहरू बगेर जाने रहेछ। अद्भुत छ, दिव्य छ, रमाइलो छ, मनमोहक छ है त। अङ्कल के छ अरे? अङ्कलले भन्नु दिव्य, अलौकिक, सुन्दर, आनन्द होइन। अब कतिको मजा आइरहेछ अङ्कल? मलाई नि बहुत मजा आयो। फेरि आनन्द, मनै आनन्द भइगयो कि यो त। यहाँनिर लेखाएर रहेछ के? ए हो, पहिला यता पनि जान मिल्ने रहेछ। हेर्नुहोस् यता जान मिल्ने छ, अहिले जान नमिल्ने। तर यस्तो दिव्य लाग्यो नि मलाई यो झापामा है। जाने सब निकाल्ने नि यहाँको त, A to Z निकाल्ने नि अङ्कल। आई लभ दोम्बुखा होइन। कति नम्बर वडा नम्बर हो यो? वडा नम्बर 10। हामी वडा नम्बर 8बाट झिलझिलेबाट वडा नम्बर 10मा आयौँ होइन त। शिव शताक्षी नगरपालिका तपाईँको चाहिँ यो झिलझिलेबाट अलिकति अगाडि आइसकेपछि माइदारबाट चाहिँ तपाईँ उत्तरतिर लाग्नुभयो भने त्यो दोम्बुखा भन्ने ठाउँमा आउनुहुन्छ। यहाँ गौतम बुद्धको शालिग पनि यस्तो दामी लाग्यो मलाई है त। यहीँ मात्रै भ्लग बनाइरहेको छु। तपाईँहरूलाई पनि दिव्य, अलौकिक, अद्भुत, सुरम्य यस्तो ठाउँ छ यो। मलाई त आनन्द लाग्यो है त। अब तल पनि जान्छु म बिस्तारै है त। तपाईँहरूलाई कस्तो लाग्छ? मेरो भ्लगमा आउनुभएको सम्पूर्ण साथीहरूलाई चाहिँ लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस्। यस्तै इन्टरटेनमेन्टहरू लिएर म फेरि तपाईँहरूको सामुन्नेमा आउँछु होइन अङ्कल। अब कता जाने? तल जाने? झोला अहिले नामला त के भयो हो र? यहाँ त अब झापा हो होइन। कस्तो भित्ती क्यापेहरूको संख्या एकदमै धेरै छ। अलि मान्छे हाउडे छन् अरे यहाँ। सामानहरू राखेर चाहिँ हिँड्नु हुँदैन भन्नुभयो। डर पनि लाग्यो। झोला लिन जाँदैछु। अनि यस्तै छ, रमाइलो छ होइन। अनि अरू कस्तो छ ल भन्नुहोस् तपाईँहरूको खबर होइन। मेरो त सब ठिकठाक छ। 2 दिनको जिन्दगीमा पानी खाइन्छ, मिनरल वाटर, घुमिन्छ। रातो र के अरे अङ्कल? रातो र चन्द्र सूर्य हाम्रो या यो जन्मदै जगतमा कैयौं प्रहार आए। वाह, हारे साम्राज्य ती दुई, हारे नसान हाम्रो। वाह क्या दामी देशप्रेमी गीत गाउनु भयो अङ्कलले। मलाई लास्ट मन पर्यो के होइन। अनि एकदम अदम्य ठाउँमा जाँदै, अदम्य, सुरम्य, दिव्य होइन। अदम्य, सुरम्य र दिव्य ठाउँमा अहिले घुमिरहेको छु म। अब यहाँबाट तपाईँहरूलाई यहाँको देखाउँदैछु। मैले तल जाँदैछु है त। दोम्बुखाको यो दृश्य हो। अलिक राम्रोसँग भिडियो आइरहेको छैन कि अझै। ल हेर्नुहोस् कस्तो छ, हेर्नुहोस् त होइन। के निकालेको रहेछ कि, नहर निकालेको रहेछ कि यहाँबाट। कुन देशले बनाएको हो यो? कुन देशले बनाएको हो? कोरियन प्रोजेक्ट होला भन्ने मेरो अनुमान। ल कोरियन प्रोजेक्टले भन्दै हुनुहुन्छ आन्टीले। कोरियन प्रोजेक्टले बनाएको दोम्बुखाको यो स्थानमा आइरहेको छ। ल पानी यस्तो कडाइरहेको छ कि अब यहाँ पनि खेल्थ्यो हामी होइन। दामी लाग्यो। 4 मिनट 32 सेकेन्ड भइरहेछ। मलाई त अझै बनाउनु मन लाग्छ। तपाईँहरूले पक्कै पनि यो भिडियो हेर्नुहुन्छ। म मात्र कति इन्जोय लिनु, तपाईँहरू पनि लिनुहोस् न। ल हेर्नुहोस् यहाँ चाहिँ आउनुहोस् है साथीहरू। तपाईँहरू यहाँ आउन त केही घाटा छैन। यहाँ आउनुहोस्, रमाइलो गर्नुहोस्। अब घुम्दै उतातिर जाने होइन। यहाँको दृश्य अवलोकन गरिरहेको छु। इन्जोय लिनुहोस्, आनन्दता लिनुहोस्, परिपूर्ण लिनुहोस्, मनोरञ्जन लिनुहोस्। अल अफ यु साथीहरू।
उता जाऊ न उता आऊ त्यता पनि जाने उता जाँदा इच्छा है साथीहरू उतातिर पहिले यहीँबाट हामी जाउँ भन्दै पौडी खेल्थ्यो यहाँबाट हामी नि सानो गइरहेछ त यहाँ ल हेर्नुहोस् अद्भुत दिव्य सुरम्य रमणीय भव्य सभ्य कति मजा होइन त के भन्ने हो भन्नुहोस् है कमेन्टमा दिव्य भन्ने पनि भन्नुहोस् भव्य भन्ने पनि भन्नुहोस् सबै जस्तै भनेर भन्नुहुन्छ जिस्काउनुहुन्छ केही छैन तपाईँहरूको लागि यो भ्लगहरू बनाउँदैछु तपाईँहरू यस्तै यस्तै कुराहरू हेर्नुहोस् इन्जोय गर्नुहोस् लास्ट टपमा आइपुगेँ है म चाहिँ अब हेर्नुहोस् है यस्तो छ यहाँनिर यहाँ आइपुगेँ यो हेर्नुहोस् अब इन्जोय आनन्दले भरिपूर्ण अङ्कल एउटा गीत गाउन मन लाग्यो के गाउने भन्नु न एउटा गीत गाउने भन्नुहुन्छ के गीत गाउने होला खै यस्तो दिव्य मनले परिपूर्ण बनायो कि आज चाहिँ मनै परिपूर्ण बनायो चित्रले चराहरू उडेको मान्छेहरू नुहाएको कति कति मान्छेहरू पौडी खेल्न आउने रहेछन् यहाँ चाहिँ गर्मी चिचल्नको लागि यतै आउँदा पनि केही फरक नपर्ने रहेछ आनन्द छ मान्छेहरू त्यहाँ नुहाइराख्नु भएको रहेछ है त अरू पनि भिडियो तपाईँहरू ल्याएर आउँछु अहिले 6 मिनटको भयो फेरि पनि यस्तै सर्टकट भिडियोहरू लिएर आउँछु दुम्बुखा जिल्ला यो झापा जिल्लामा अवस्थित शिव शताक्षी नगरपालिका वडा नम्बर 11मा 10मा 11 नम्बर वडा नम्बर 10मा अनि त्यसपछि लगेर यो ठाउँ चाहिँ बहुत राम्रो छ यहाँ आउनुहोस् दुम्बुखा भनेर आउनुहोस् ठ्याक्क तपाईँहरूलाई अटोले पनि ल्याइदिन्छ बाइक भयो साधन भयो भने अझै राम्रो हुन्छ तपाईँहरू आउनुहोस् घुम्नुहोस् इन्जोय गर्नुहोस् पौडी खेल्ने मान्छे त पुरै लाइन छन् त्यहाँ तपाईँहरू पुरै पौडी खेल्ने मान्छेहरू छ त्यहाँनिर चाहिँ कतापट्टि अरे पौडी हान्दैछ पौडी हान्दैछन् साथीहरूले मस्तसँग पौडी हान्दैछन् पौडी हान्ने ठाउँ पनि रमाइलो रहेछ यहाँ चाहिँ अनि यहाँ आउनुहोस् घुम्नुहोस् बहुत ठुलो राम्रो पार्क पनि रहेछ खोला पनि रहेछ मान्छे रातिसम्म आएर यहाँ नुहाउँछन् 7-8 बजीसम्म नुहाउँछन् त्यस्तो छ ठाउँ दिव्य छ है त ओके बाई।